हेलो एभ्रिवान, आज चाहिँ हामी चिकन मोमो बनाउन लागेको छौँ हाम्रो घरमा टक्क भाउजूले पिठो मुस्दैछन् अनि यहाँ कमला कुमारीले चाहिँ यहाँ काट्दैछन् चिकन अनि छोरीले चाहिँ उता मसलाहरू बनाउँदैछ रेडी अनि बेनीले चाहिँ हेरिरहेको छ नि त अनि यो हिरो मसला छ हिरो गर मोबाइल चाहिन्छ अरे अनि त्यो बनाउने छोरीले योमा मिक्सरमा होइन मिक्सरमा मिसेर अनि यसलाई हामी चाहिँ उ बनाउँछौँ अनि त्यसपछि ट्याक्क अहिले मोमो बनाएको भिडियो चाहिँ म पछि तपाईँहरूलाई हाल्दैछु गाइजहरू हेर्दै गर्नुहोला दाले बनाउने हो अब मोमो अनि त्यसपछि मोमो बनाएको देखाउँछु म हजुरलाई कसरी बनाउने भन्दाखेरि पहिला मैदा रेडी बनाउने एकछिनमा मैदालाई मजाले पिस्ने मुसिसकेपछि अहिले टक्क यहाँ मासुहरू यसरी छुट्याउँदैछ हामीले मासु ल्याएको थियौँ किमा चाहिँ पाएनौँ क्या अनि त्यही भएर मासु लिएर आएको छु मैले अनि मासु र अनि हड्डी छुट्याउँदैछन् अनि अब यता मासुको चाहिँ म मिक्सरमा किमा बनाउँछु अनि सो त्यसपछि टक्क यहाँ किमा बनाउँदैछु गाइज होइन टक्क अब यहाँ रेडी छ किमा बनाउने एकछिन किमा बनाउने हो होइन किमा हुन्छ जस्तै टक्क हामीले हाल त्यो सबै त्यो कच्चा गरेर अब त्यो मासु गाइस अब किमा बनायो टक्क हामी चाहिँ खानालाई रेडी हुन्छौँ पछि हामी यो चाहिँ बन्दाकोपी यसको चाहिँ चटनी हुन्छ सबै खुर्सानी पनि सबै टमाटर पनि सबै हाल्ने अनि यता छोरीले बनाउँदैछ के अरे लसुन सुन तर लसुन यो धनियाँ लास्टमा चाहिँ सुन बनाउँछ मेरो चाहिँ एउटा आँसु आउँदैन कि के त्यो यो चाहिँ चिकन किमा भन्दा प्याज अरू बाँकी छ अझ अरू काट्दैछन् अहिले मिक्स गर्ने अरे छोरोले चाहिँ मलाई यहाँ हेलो भन हाई भन एकछिन है ल हेलो भन यहाँ हेलो भन हेलो हाई भन हेलो हाई भने हेलो हाई छोरोले हाई गरिरहेछ छोरोले चाहिँ मलाई काम गर्न दिइरहेको छैन अनि हामी छोरो र म चाहिँ जस बसिरहेको छु होइन छोरो होइन हाई भनिदेऊ हाई भन हाई अनि तयारी हुँदैछ अनि त्यसपछि यिनीहरूले बनाउँदैछन् अनि एकछिनमा अनि टक्क हुन्छ यो चाहिँ सबै रेडी भइसकेको छ मसला सब मिक्स गरिसकेको छ मेरो बुढीले सबै मिक्स गरेर यो चाहिँ उसले चाहिँ अनि टक्क अनि त्यसपछि तेल हाल्यो नो बेबी यता बस गेम खेल छोरो सुहाउने जिम्मा छ मेरो चाहिँ भागेको गर्छ अनि त्यही भएर अनि त्यो रेडी भइसकेपछि बल्ल पछि हामी गर्ने हो सबै रेडी भइसकेको छ अब हेलो गाइज होइन अब चाहिँ तल चाहिँ अब यता चाहिँ रेडी हुँदैछ किनभने म चाहिँ अब बाबु चकचक गर्छ धेरै छोरोले अनि चकचक गरेको हुनाले म चाहिँ बाबुलाई समात्दैछु उनीहरूले सब मसला सबै रेडी गराउँदैछन् सो एकछिनपछि हाम्रो चिकन मोमो अनि त्यसपछि झोल मोमो सब बन्छ अनि त्यसपछि म टक्क तपाईँहरूलाई देखाउने छु कसरी बन्दो रहेछ र तपाईँहरू पनि यदि रुममा आफै बनाएर खान सक्नु हुनेछ यदि आउँदैन भने हामी एकछिनपछि भिडियो हेर्दै जानु होला मजाले सिक्नु हुनेछ तपाईँहरूले टक्क अनि के कसरी बन्दो रहेछ हामी बनिसकेपछि मात्रै जानकारी गराउनेछु तपाईँहरूलाई गाइस यो रक्षाले बनाउँदैछ बेल्दैछ अनि यहाँ यस्तो बन्यो होइन त्यो उता भाउजूले बनाउँदै हुन्छ के हुन मान्छेले के भयो त यो यिनीहरूलाई मैले टक्क बनाएर ल्याएर एउटा पिस खाऊ भने चाखेर स्वाद उसले पावर आउँदैन पावर सकियो भन्छन् पेन्दा यहाँ खाइरहेछ हो यहाँ चाहिँ मोमो यसरी बनाउने हो गाइज मोमो हाम्रो रेडी हुँदैछ गाइज सो सानो मोमो बनाएको छ ठुलो मोमो बनाउने हो एकछिनपछि ठुलो मोमो मैले मेरो लागि बनाएको छ ठुलो मोमो
यसका बुढाबुढी अनि छोराछोरी यिनी यो साङ्लो कुदिरहेको छ यार लाजै हुन्छ यार। त्यो पनि हालिदिउँ कि भन्नु यसरी काट्दैछ छोरीले बनाएर के गाइज फाइनल्ली चाहिँ हाम्रो चाहिँ मोमोसम्म सबै रेडी भएर आइसक्यो होइन। अब चाहिँ 4टा खाना बाँकी छ। यो सुप छ, यहाँ सुप छ छोरीलाई, यतिर सुप अलि ठिक छ होइन, एकदम बबाल। मोमो चाहिँ बबाल छ। ल पहिला टेस्ट गरौँ है कस्तो छ। के मोमो त्यो त खाइसक्नु पहिला। यो भुन्टेलाई बबाल। ल ओके गाइज फाइनल्ली मोमो खाइयो। जोस् के छ ठिक छ मोमो कस्तो छ? कस्तो छ मोमो? बच्चा यो चस्मा धेरै कि लगायो अब खाने त जानु भयो। ओके